सररररर ल आयो धान 2082 सालको मङ्सिर लाग्यो आज ल याम चाहिँ सुरु भयो अब चाहिँ यहाँदेखि चाहिँ उठाउँदैछौँ देख्न सक्नुहुन्छ यसरी चाहिँ हामीले चाहिँ धानको बिट्टा चाहिँ उठाउन सुरु हो अब भर्खर आएको छौँ यता तल अगाडि आउनेले बटुलिसके पछाड्नेले यति बटुलिसके झाट्नेले यति झाटेर पनि लगाइसके कुन्यु ल अब चाहिँ हामी चाहिँ मजाले यसरी धान झाटिरहेछौँ धान झाट्दैछौँ कुनैले यसरी कुनैले माथि ओसार्दैछौँ कुनैले यता गर्दै हामी चाहिँ धान उठाउन सुरु भइसकेको छ देख्न सक्नुहुन्छ यता तल सबै सकिसक्यो अब यता माथिको थोरै बाँकी छ अनि यस्तै छ अब कुनै ठाउँमा चाहिँ अब खासै धान पाकेको छैन हामी चाहिँ अगुवा धान रोपेकोले देख्न सक्नुहुन्छ यसरी कुनैले असार्ने कुनै माथि बटुल्दै बान्दै ल्याउने अनि कोही चाहिँ यता कुनीहरू मिलाउँदै हेर्दै बनाउँदैछौँ धानहरू झार्दै देख्न सक्नुहुन्छ अब चाहिँ यतापट्टि त पुरै खाली भइसक्यो झाड खाने बेला भएको छ अनि त्यही भएर यहाँ बसिरहेको छौँ हामी चाहिँ सबै टोली यता अनि अब चाहिँ उठेर पनि खाइसकेर उठेर फेरि यसरी झार्नुपर्छ हाम्रोतिर चाहिँ पहाडी एरिया हो अनि त्यही भएर पहाडी हाम्रोतिर चाहिँ यसरी बाँधेर ल्याएर यसरी झार्नुपर्ने हुन्छ यसरी कप गर्दै आफ्नै पाराले आफै यसरी झार्दैछौँ जति सकेको सम्मान धानहरू यसरी झाटेर चाहिँ हामीले चाहिँ लुकाउनु पर्ने हुन्छ त्यो लुकाएको पनि देखाउने छु तपाईँहरूलाई देख्न सक्नुहुन्छ धान चाहिँ यताको चाहिँ खासै अलिक पाकेको छैन अनि यता पाकेको चाहिँ हामीले उठाइसकेको छौँ माथि चाहिँ ल्याउन धेरै छ देख्न सक्नुहुन्छ यो बटुल्दै हुनुहुन्छ यता बटुल्दैछ यता पनि बाँध्दैछ सिम खेत हो अनि सिममा चाहिँ अलिक अप्ठ्यारो हुन्छ अनि अप्ठ्यारो भएको कारणले बिस्तारै जति जानेको जति सकेको सम्म चाहिँ आफै बाँध्दै असार्दै गर्दै छौँ हामीले चाहिँ यता यसरी झाटेर चाहिँ यसले अब माथि फाल्नुपर्ने हुन्छ अनि कोहीले पसार्दै गर्ने अब चाहिँ झाटिसकेर अब झाटिसक्यो अनि झाटिसकेर चाहिँ यसको अलिअलि निस्किने झुसहरू सबै हामीले यसरी बटुलेर चाहिँ धान मात्रै निकाल्नु पर्ने हुन्छ हाम्रोतिर मेसिन पाउँदैन मेसिन पाउने हुँदैन अनि मेसिन नहुनुको हुँदाखेरि चाहिँ सबैले पातहरू अलिअलिको झुस सबै बटुलेर यसरी साइडतिर राख्ने अनि अब यसलाई हामीले चाहिँ पुरै हातले सिङ्का लट्ठीहरूले अलिअलि भएको डालाहरू सबै पातहरू सबै बटुलेर चाहिँ हामीले चाहिँ यसरी धान मात्रै बनाउनुपर्छ अनि अब यसलाई भेला पार्नुपर्ने हुन्छ हामी चाहिँ अब सबैजना मिलेर चाहिँ यो चाहिँ फेरि भेला पार्ने बटुल्न थालिसक्यो अगाडि पुरै यो चाहिँ कुच्चो पनि भन्छ हाम्रोतिर चाहिँ खराइटो भन्छ यो चाहिँ अनि यसरी चाहिँ हामीले सफा गर्दै कसैले भारी बान्दै अनि यसरी गर्दै बटुल्दैछौँ देख्न सक्नुहुन्छ पुरै अब यहाँ चाहिँ अघि हम्काउन थाल्यो अब चाहिँ अब हम्काउन थालिसक्यो अब यो हम्काइसकेर चाहिँ हामीले बोकेर लानुपर्ने हुन्छ अनि यसरी हम्काउँदैछौँ अब यति धेरै चाहिँ अब यो हम्काउनलाई चाहिँ सबै पालो हम्काउने अनि कुनैले चाहिँ अब काम नहुँदा एकैछिन बस्ने पालो गर्नुपर्छ यो चाहिँ नभए कुनैले चाहिँ अब यो आधी हम्काएर असार्नुपर्ने हुन्छ अब देख्न सक्नुहुन्छ यस्तो छ पुरै आफ्नै तालमा यो हम्काउनलाई चाहिँ यो पाटा सबै दुख्छ हातको चाहिँ अनि यसरी हम्काउँदैछौँ देख्न सक्नुहुन्छ अनि यहाँ चाहिँ आधी यस्तै जना हम्काउन आँटिसक्यो अनि यसरी अब यो त भारी पनि बन्दैछ अनि कुनै रमित गर्ने रमित तर धुलोले सबै त्यहाँ बस्ने चाहिँ धुलोले धेरै हान्छ त्यही भएर यस्तो छ धानहरू चाहिँ गाह्रो छ पहाड एरियामा अब मेसिनहरू हुँदैन मेसिनले काम गर्ने सबै आफैले गर्नुपर्ने हुनाले चाहिँ धेरै दुःख कष्ट हुन्छ अब अलिकति कमजोरी मान्छेले त धेरै गाह्रो हुन्छ अब यसले भरै 18-19 पातीको बोरा मलको बोरा भोरी लगाएर चाहिँ
बोकेर लानुपर्ने हुन्छ, त्यस्तो हुन्छ। अनि त्यही भएर देख्न सक्नुहुन्छ भरे अब उकालोमा पर्छ नि, उकालोमा चाहिँ धेरै गाह्रो हुन्छ बोकेर लानु चाहिँ।